त्यो एकदम खुसी मिलाएको फोटो आएको है Day 2 from rest camp. धन्यवाद यहाँबाट हिमाल पनि देखियो अब घर जाने हो मी चाहिँ यहाँ डिनर चाहिँ यहाँ गरेको राम्रो छ एकदमै ल हाम्रो ब्रेकफास्ट नि आइसक्यो तिमी नि घर अन्त त्यहाँ लो क्याम्पमा आइपुगेँ म चाहिँ ल चिया पनि आइपुग्यो लो क्याम्पमा हामी फाइनली आइपुगेछौँ लो क्याम्पमा आफ्टर अ फ्यु वर्क खुट्टा सुट्टा खासै दुखेन त्यही हल्का हल्का कचाक कुचुक मात्रै भएको सिडीहरू पनि त्यति थिएन ढुङ्गाहरू मात्र थियो मजाको बाटो यस्तो ढुङ्गाहरू मात्र थियो सिडी थिएन अहिले चाहिँ जाडो भएको छ हिँड्ने बेला चाहिँ आफ्नो ब्यागमा चाहिँ धेरै सामानहरू चाहिँ नलिएर आउनु होला काफी प्रफिट हुन्छ के अरे फाइदामन्द हुन्छ त्यसरी होइन सजिलो पनि हुन्छ यति भन्दै वी आर एट लो क्याम्प अब हामी जाँदैछौँ हाई क्याम्प बादल डाँडामा भात खानु बादल डाँडा आउनु यता हाम्रो टोली कता छ कताबाट आउन लागेको थियो दाइ पनि के भन्ने बाबा भन्दा ठुलो रहेछ ठुलो बाबा भन्नु पर्ला फाइनली लो क्याम्पमा हामी चाहिँ बादल डाँडा नै आइसक्यो त नि यहाँ चाहिँ साग पनि लगाएर चाहिँ चिसो चिसो ठाउँको मिठो हुन्छ बादल डाँडामा आइपुग्यो ओह्रालो भन्दा उकालोमा सजिलो हुन्छ नि घोडा त घोडा उकालोमा एकदम हामी त अडिनै सकिन्न होला ओह्रालोमा गाह्रो हुन्छ प्र्याक्टिस नभएको मान्छे ओह्रालोमा गाह्रो हुन्छ फालिदिन्छ अझ उ त्यो लुट्यो भने त्योमा खुट्टा अल्झियो भने उकालोमा त आनन्द यसरी बस्नु पाइयो यो अघि नैको घोडा होइन चियाबारी त्यहाँ यो यहाँबाट त्यहाँ टक्क होइन राम्रो देखिन्छ त्यहाँ माथि गएर खानु पर्दो रहेछ कि खानु त भनिसकेँ यहीँ
ओके यत्रो उकालो चढ्नुपर्छ फेरि खाना। यहाँबाट बादल डाँडाको फोटो राम्रो आउने रहेछ ल हामी चाहिँ अब यहाँ बादल डाँडामा खाना खाँदै खानामा छ हाम्रो आलुको, अनि यो मुलाको होला मेबी, यो टमाटरको, अनि यो चाहिँ सलाद, यो माइनससँग मिक्स भएको भट्टा। बादल डाँडामा आउनुभन्दा, बादल डाँडा त उहाँ छ अझै, बादलले छेके बादल आउनुभन्दा अगाडि अलि अगाडि यसो गरी अब खानासाना खान्छौँ, अनि एकछिन रेस्ट गरेर चाहिँ बल्ल हाई क्याम्पको लागि चाहिँ हिँड्नेछौँ है त। ल अनि हाम्रो त्यहाँ स्पेसल कुरा पनि छ, त्यहाँ माछा, त्यो माछाको प्याकेट देखाउँ न। स्पाइसी ल चाहिँ हामीले हिउँ हेर्न पायो होइन, हिउँ खसेछ। यो परिरहेको छ यो हो के हातमा थाप्त ऊ कस्तो आयो डट 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 बिस्तारै बिस्तारै परिरहेछ स्नो। के भर्खरै ठोकेको अब पक्लिहाल्छ क्या हातमा आउने बित्तिकै। सानो सानो परेर Aren't you excited? यहाँ भूमिका दिदी जाम हिउँ पर्यो। अब हिउँ हो क्या भेना हिउँ है है पत्याउँदैन दिदी। स्टार्टिङ गर्नु ल अब चाहिँ हामी हाई क्याम्पतिर जाँदैछौँ। Tourists coming from behind, you pay them the money. ओके के भने यसै ओके भन्ने सक्यो। हम चाहिँ बादल डाँडा गली माथि आइपुग्यौँ। यो अनि बादल डाँडा भन्छ। चिन्ने गाह्रो भयो क्या हामीलाई। हामीले कुरेकै 1 घण्टा भयो यहाँ। अब हामीले कुदिराखेको अरे के हेर्न जाने र तल मेरो बोयफ्रेन्ड हो। को आइपुग्यो को हो कस्तो भयो त कतिको थाकिएको छ। कति थाके छैन, खुट्टा त दुख्दै दुए होइन मजा कामी राखेको खुट्टा हामी फलाम ल हिँड्दै गर्नु खै त नि भेनाहरू देख्दै देखियो नि त। अगाडि जानुभयो हिँड्दै। ल ल भेना नि आइपुग्नु भयो। हामी त फास्ट हिँड्ने मान्छे हो नि त। वहीँको जर्मनहरूसँग
कस्तो भइरहेछ जल्दी खुट्टा माउन्टेन छ गाह्रो भइरहेको म घर जानु खुट्टा उस भयो क्या बाबुको त्यही भएर ल ल यस्तो दामी भिड रहेछ ल अहिले कुहिरो नभएको भए दामी देखिन्थ्यो होला यहाँ चाहिँ पानीको पाइप पनि रहेछ यति बस्छ 3 घण्टा हिँडेको पनि फ्रेस भयो होला केही भएको छैन केही भएको छैन थाकै छैन थाकै छैन दिदीहरू त यो पर्यो यस्तो ठाडोवाला भिडियो गर्दैन होइन ठाडोवाला होइन त्यताबाट ब्लुटुथ कनेक्ट हुन्छ यहाँ चाहिँ रेलिङ पनि हाल्यो रहेछ सिँढीमा अगाडि है तपाईँको भ्लगर बोय थकित अवस्थामा ओहो घोडा पीडित भयो भिड त ठिकै हो त्यति साह्रो छैन ए यस्तो मात्र बाटो यस्तो छ यता चाहिँ रेलिङमा आडेस नलगाए चल्ती यस्तो हल्लिन्छ ल त्यहाँ आउँदैछ हाम्रो दिदी भेनाहरू ऊ त्यहाँ आडेस नलगाए हल्ले हल्लिन्छ कि ऊ त्यो आडेस नलगा भनेको त्यहाँ रेलिङमा घान्द्रुक पुगिन्छ कि ल हाम्रो दिदीहरू आइपुग्नु भयो हजुर खिच्छ फोटो यस्तो
पछि तपाईँको नम्बर दिनु होला है ल हुन्छ अनि व्हाट्सएपमा पठाइदिनु होला मलाई ल ल हुन्छ कोही